हेलो गाइज, आज हामी दार्जिलिङ जान आँटेको युनाको बर्थडेको दिनमा। हेलो गाइज, यता छ रेडी, यता छ कमेन्टी, यता छ बडा। हेलो भन्नु न। यहाँ फोटोसुट हुँदैछ 6 बजी नै बिहानको। हामी चाहिँ दार्जिलिङ मन्दिर गएको सबैजना फ्यामिलीसँग। यता छ फुपू बोजू फुपू, यता छ सुमिदी बेना। हेर्दै गर्नुहोस् होला हामी चाहिँ हम घने जंगल के अंदर आ चुके हैं। सिमाना उयो झरेर दार्जिलिङमा जाम हेर्नुहोस् कति छ हामी चाहिँ दार्जिलिङ आइपुग्यौँ तर जामले गर्दाखेरि तलै फेदमै पर्यो। हामी चाहिँ आज माथि धाम आएको छौँ दार्जिलिङ। अन्त उकालो हेर्नु पर्दैछ है गाइज। आज चाहिँ अन्त चाहिँ नि गाइज भन्नु पनि पिर छ। यता हेर न, गाडी चाहिँ कहाँ राखेको छ, किनभने पूजा गर्ने ठाउँ भनेर सबै त्यहीँ छ नि त। यति बिना छ मान्छेहरू चाहिँ रहेछ। तर कहाँ राखेको छ गाडीहरू चाहिँ आइपुग्यौँ। यो सामान राखिराख्नु पर्यो। यो सामान राखिराख्नु के किन्नुभएको? एउटा चुन्नी किनेको लेख्छ तपाईँले त लेख्छ कपाल उयो गर्ने नगर देखा न एकपल्ट। यता गर्नु यतापट्टि। निकिता ए हेर्नु पुरा घिस्से कस्तो धर्सी फ्ल्याट चप्पलसँग यसो जुत्ता चप्पल उयो लाउँदा गर्दा ल अर्को पुग्दिनु न। मैले अघि त्यो जुस खानु भनेको त खाँदैन। त्यो जुस होइन नि त।
यो आज भोकले पुरा रिसाइरहेछ हो। यता हेर्नुहोस् त, यो मान्छे छ नि, यो चाहिँ भोकले एकदमै रिसाउँछ। यहाँ चाहिँ लाउँदैछ, यसको नाम चाहिँ मलाई थाहा छैन के अरे ड्याड, ओम माने बेमे अरे। यहाँ भेना, यहाँ बडाले लाउनु हुँदैछ, यहाँ आन्टीले पुरा च्याउनु हुँदैछ के हो कसो भनेर। अन्त यहाँ छ मन्दिर, अन्त यहाँ बोजू हुनुहुन्छ, बोजू पनि भोकले साह्रो भइसक्यो। नानी नानी तिमी कहाँ आएको आज? यता हेर त, अर्को लड्डु पनि दिन्छु भन न मलाई। तिमी कहाँ गएको? हेर भन अरे, गाइजलाई भन अरे तिमी कहाँ गएको भनेर भन अरे, यता भन न छिटो। नानीको कति तँ भन, नानीको कति तँ भन, ए नानीको कति तँ भन। फुपू, फुपूलाई कस्तो लाग्दैछ? फुपू पुरा डरेछ, फुपू पुरा डरेछ। फुपू यहाँ हेर्नु, सबैजना पूजा गरेर एकदम खुसीको माहौल छ, एकदम खुसी हुँदैछ सबैजना हाँसेर। एउटाले ड्याडीलाई छोड्नै खोज्दैन, हामीसँग हिँड्नै खोज्दैन, छोरीहरूसँग हिँड्नै खोज्दैन, छोरीहरूसँग हिँड्नै खोज्दैन, रिसाएको अरे। आँखा देखाइदिनु तपाईँको, मजाले देखाइदिनु, यता देखाइदिनु न, यता देखाइदिनु। यहाँ हेर्नु, मेकअप गर्नु मन छ भने चाहिँ, जसलाई मेकअप गर्नु आउनु मन छ यहाँनिर सम्पर्क गरिदिनुहोस् होला। म नम्बर राखिदिन्छु मुनि होइन डिस्क्रिप्सनमा। अन्त मन्दिर गएपछि चाहिँ एकदम पिसफुल हुन्छ हामीलाई चाहिँ। सबैजना हामी तल जाँदैछौँ। तल कहाँनिर भनेर सोच्नु पनि हुन्छ होला, अहिले देखाउँछौँ होइन। हामी कहाँ जाँदैछौँ भनेर भनिदिनु तपाईँले। खै तल गुफामा अरे। त्यो गुफाको बारेमा तपाईँहरूलाई म अहिले एकछिनबाट जानकारी दिन्छु फुपूकोबाट। यो गुफाभित्र पस्यो भने चाहिँ कहाँ निक्लिन्छ अरे तपाईँले भनिदिनु। ल ट्राई त गर्दैनौँ हामी चाहिँ पस्दैछौँ यहाँभित्र। ढाड दुखेर चाहिँ मर्ने रहेछौँ। ढाड दुखेर चाहिँ हामी चाहिँ तल जाँदैछौँ बिस्तारी। सायद धेरै गल्ती गरेको छौँ होला, यसले गर्दाखेरि चाहिँ हाम्रो जति पनि गल्ती गरेको छौँ त्यसमा चाहिँ तपाईँहरूले माफ गरिदिनु होला। मैले जति पनि गल्ती गरेको छु माफ गरिदेऊ है भगवान्, माफ गरिदेऊ। आया फेरि फर्किएकोमै हामी चाहिँ यति हो।
ओह्रालो रहेछ हामी चाहिँ अब पूजाहरू सकेर पनि गएको है गाडी चाहिँ तल बसिरहेको छ अब त्यहाँ गएर चाहिँ खाजाहरू खानुपर्छ अब चाहिँ तल गएर खाजा खानुपर्छ हामी चाहिँ घरबाट बनाइकन लिएको छौँ नि त यहाँ छ बडा हिरो भएर चस्मा लाएर घरबाट लिएर आएको छौँ अब खान्छौँ भोकले साह्रो परिसक्यो भोकले मान्छेहरू बोलेको त छैन राम्रो हामी यहाँ पूजा गरिसकेर के खाँदैछौँ हामी पुरी खाँदैछौँ आलु चाट्नु हुँदैछ बन्दन फुपूले यता नानीले चिप्स खाँदैछ यता फुपू छ यता यता हेरिहाल खाना खाएर गएको अब हामी चाहिँ अब पशुपति के पो बजार गएको पशुपति बजार बुझ्यो अस्ति नै हामी आउँदाखेरि कहाँनिर यहाँ खाएको नि कहाँ खाएको याद छ मोमो यता हेर नि हेलो कहाँ गएको नानी होइन नानी के रहेछ हामी जाँदैछौँ बजार तर बजार चाहिँ कता हो के हो धुम्बाले देख्नु सकिनौँ हामीले यो पिसफुल जग्गा चाहिँ देख्यौँ जाँदैछौँ हामी यता आउनुहुन्छ सबैजना धुम्बाले केही देखेको छैन डोन्ट माइन्ड बुढी पोल्छ उसको यो माल त 250 मा दिँदैन अरू चाहिँ दिन सक्छ कति राम्रो छ नि त लागि कति अरे 250 अरे अस्ति मेरो जस्तो सेम तेरे यस्तो सेम चाहिँ हो कति अरे 250 ब्यागहरू कति दामी दामी रहेछ हेर्नुहोस् सबैजना यहाँनिर पनि रहेछ जाँदै यस्तोहरू चाहिँ कति पर्छ हौ यो 320 मजाको रहेछ हामी चाहिँ सक्यौँ सपिङ गरेर नानी नानी पापाले के किन्दै देखाइदेऊ त पापाले के किन्देऊ वाउ के हो यसको नाम देखाइदेऊ मजाले देखाइदेऊ न युप्ना जस्तै रहेछ वाउ अन्त ताले किन्देको चाहिँ खै ताले किन्देको ब्याग खै अरे बाफ्रे दामी 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 बाजे बोसँग नबोलेको
जाने कि कहाँ जग्गा उता पस्ने यस लाग्दो हामी सपिङ गरेर आइसक्यौँ तिमीहरू नगर कुनै दोकान किन्ला जस्तो पारेर पोस्छ हो तर कुनै दोकानमा किनेन तर हामीले किन्यौँ एउटा छोडेन नि एउटा पनि दोकान छोडिनौँ हामीले त्यही भन्दै बसेको दादालाई मनमै होला नि हुन्छ कहाँ लु सबै चढौँ लु सक्यो होइन सक्यो होइन सबै किन्नु भयो आज ड्याडले सबै किन्नु भयो कतिवटा किन्नु हो तितौरा तितौरा ड्याडले बोकिरहेको थियो म भन्नु भने खै निकिताले किनेको डल ए निकिताकोमै छ निकिता छुम्दीकोमै छ के भयो झन्डा बेला बेग चोरी भयो भने कसले चोर्दैछ चोरेको नि कि लुकाको मलाई प्र्याङ्क गरेको कि तर मस्काइमा मैले चाल पाएँ नि त खाइहाल्यो नि त भेनाल चिन्नु कति खर्च भयो पशुपतिमा सपिङ गरेर कति खर्च भयो भनिदिनु त यहाँ छ नि मैले घोरी किनि मागेको 1500 बत्तै होइन तपाईँको कति खर्च भयो मेरो कति भयो मलाई थाहा यिनीहरू अल्छिनीहरू त निक्लेन हामी त सपिङ गरेर आयौँ खैदिन त त्यो बेग त्यो बिना नकमायो भने ठिक हो अझै मलाई घेर्नु दिएन नि त के नानी बेगमाला सबै नानी तिम्रो बेगमाला अब चाहिँ फर्केको घर फर्केको हाम्रो फ्यामिली टुर भनौँ कि फ्यामिली ट्रिप सबै सक्यो अन्त मजा आयो सो हामी चाहिँ यो भ्लग चाहिँ यहीँ एन्ड गर्दैछौँ है Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Yuvna. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear Yuvna. Happy birthday to you. Lu. Salam खुवाइदिनु ल बिचारा दाउजी खानु खाइहाल्ला खुवाइदिन्छु निकिता चाहिँ डान्समा डान्स मलाई भात छ भात दियो कस्तो हेरेको हैन बेसी त्यसलाई उयो गर्नु हुँदैन नि त बेसी भाउ दियो भने बाजेलाई पनि दे खुवाइदे र अब खास पापा के खानु आउनुहोस् न पापा भन्नुपर्छ पापासँग त फाल्टै एटिट्युड हुन्छ नि त उसको त फुपू हट्नु अन्त पापा केक बनेको होला त नरुवा न नानी बाजेलाई खुवाइदिनु बेसी भयो बिस्किट दिनु न छुन्दै म भन्छ गुलियो चिज खान्छु